खोटाङ जिल्ला दिक्तेल बजार लैलै सम्झनामा आउँछु हजार 50-55 डिग्रीको गर्मीमा खाडीको एक ठाउँमा करिब 1 वर्षदेखि काम गर्दै आउनुभएका खोटाङ जिल्ला घर भएका एक युवा गीत सङ्गीतमा पनि धेरै रुचि राख्नुहुने रहेछ अनि आवाज पनि उत्तिकै मिठो। राम साइली म त यो वनको पिरमा गम खाए आसै खोला किनारीमा राम साइली म त यो वनको पिरमा गम खाए आसै खोला किनारी। विगत केही समय अघि एउटा गिटार किन्नु भएको रहेछ अनि ड्युटी सकाएपछि कोठामा आएर गिटारसँगै त्यो सुरिलो आवाजमा गीतहरू गुनगुनाउनु हुँदो रहेछ। पानी पर्यो सरर छाना बज्यो गरर मनमा उठ्यो आज मेरो आनन्दको लहर हिजोको विपना आज भएछ। परदेश छिरेको उहाँले आमालाई सम्झिएर एकछिन साह्रै निराश हुनुभयो। आमा 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 शब्द नै एकदमै भारी शब्द हो भाइ होइन। जब आमाको हातको खाना जब तिमी बाहिर हुँदाखेरि कतिसम्म महसुस गर्न सक्छौ भन्दाखेरि जब हामी यहाँ खाना खाइरहेको हुन्छौँ त्यति बेला चाहिँ महसुस गरिन्छ कि एकदमै आमा भन्ने कुरो आमाको खाना धेरै 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 सम्झना हुन्छ भाइ। मलाई चाहिँ एकदमै लाग्छ अब आमालाई म हरेक समयमा बोली पनि रहेको हुन्छ। खाडीमा काम गर्न अरू आउन नपरोस् भन्नुहुन्छ उहाँ, तर देश चलाउने कतिलो नेतृत्व नभएकोले यो अपेक्षा पनि छैन पनि भन्नुहुन्छ र देशको माया पनि अत्यन्तै धेरै लाग्ने बताउनुहुन्छ। आउनुहोस् अब हामी उहाँसँगै उहाँको विषयमा उहाँको जिन्दगीको विषयमा कुराकानीसँगै उहाँको आवाजमा मिठा मिठा गीत सुन्छौँ। आदरणीय दर्शकबिन नमस्कार, मेरो नाम जीवन केसी। यति बेला म खाडीको एउटा बिरानो ठाउँमा छु। यहाँ मेरो साथमा आज एकजना अत्यन्तै राम्रो मान्छे भेटिनु भएको छ जोसँग अनेकौँ धेरै प्रतिभा छ, जो देशमा केही धेरै गर्न खोजिरहनु भएको थियो तर अवस्था त्यस्तै व्यवस्था त्यस्तै सबै कुराले साथ नदिइसकेपछि अहिले परदेशमा आएर काम गरिरहनु भएको छ। म उहाँसँग आज कुराकानी गर्छु। अर्को कुरा, उहाँसँग अत्यन्तै मिठो गीत गाउन सक्ने खुबी छ, अत्यन्तै मिठो गीत गाउनुहुन्छ। उहाँको गीत पनि म तपाईँलाई सुनाउँछु। सँगसँगै उहाँले अत्यन्तै राम्रो गिटार पनि बजाउनुहुन्छ, त्यो कुरा पनि म तपाईँलाई आज सुनाउनेछु। दर्शकबिन अब ढिला नगरिकन म उहाँलाई स्वागत गर्छु र उहाँको विषयमा केही कुराकानी जान्ने बुझ्ने र तपाईँलाई सुनाउनेछु। आउनुहोस् है त सँगसँगै स्वागत गरौँ। दाइ स्वागत छ यहाँलाई। धन्यवाद जीवन भाइ, यति मुक्त कण्ठले यति धेरै प्रशंसा गरिदिनु भयो, म पनि एकदमै आभारी छु। सबैभन्दा पहिला चाहिँ दाइको परिचय। भाइ मेरो नाम चाहिँ चक्र गुरुङ, मेरो स्थायी ठेगाना खोटाङ जिल्ला। हाल म अहिले वैदेशिक रोजगारको क्रममा विदेशमा छु भाइ। जस्तो यहाँ आउनुभन्दा पहिला तपाईँ नेपालमा के गर्नुहुन्थ्यो? म जस आजभन्दा 5-7 वर्ष अगाडि मेरो कलेज लेभल सक्यो। त्यस पश्चात मैले घर आएपछि व्यापार भनौँ न बिजनेस गरियो। सँगसँगै अब त्यस पश्चात अब पार्ट टाइम जबहरू पनि गरियो। काम गरे पश्चात अब विभिन्न भनौँ न उतार चढावदेखि लिएर अब त्यो आए पश्चात चाहिँ म वैदेशिक रोजगारको क्रममा म देश छोड्न बाध्य भएँ भाइ। जस्तो सोच हुन्छ नि हरेक सोच मान्छेसँग, के सोचेर चाहिँ तपाईँ त्यहाँबाट यहाँसम्म आउनु भएको थियो? अलिकति त्यहाँबाट आउँदै गर्दाको अनुभव र सोच यहाँले बताइ। मैले भन्नुपर्दा त भाइ म खासमा विदेश त मैले सोचेको थिएन। म नेपालमा नै केही हदसम्म रहनु सकियो भने नेपालमै केही योगदान गरौँ भन्ने मेरो चाहिँ सोच भएको मान्छे म भाइ।
अब देशमा अलिकति हाम्रो कन्टिन्युटी अनि हाम्रो अलिकति हुन्छ नि एक प्रकारले हामीले त्यसलाई चाहिँ प्रतिबद्धता दिन सकिएन काममा भनौँ। अब काम गरे पश्चात अब हामी चाहिँ अब नेपाली हाम्रो अलिक मलाई अनुशासनै अलिकति जोस् भनौँ न, हाम्रो नेपालीपनको नेपालमा हुने अनुशासन अलिक जोस् आफूलाई ठिक नलागेको हिसाबले वैदेशिक रोजगारमा गइसकेपछि हामीले त्यहाँको नियम त्यहाँको हरेक कुराहरू चाहिँ सिक्न पाइन्छ, अवसर पाइन्छ भनेर चाहिँ म भनौँ न वैदेशिक रोजगार क्रममा आर्थिक त एउटा पहिलो पाटो भइगयो। त्यस पश्चात मेरो चाहिँ अब सिकाइ क्रमको लागि भए पनि म वैदेशिक रोजगारमा आएको भाइ। काटेँ मैले, जस्तो कति भयो यहाँ पुगेको चाहिँ तपाईँ अहिले? म अलमोस्ट मेरो 1 वर्ष कम्प्लिट भयो भाइ। केमा काम गर्नुहुन्छ अहिले? अहिले हाम्रो किचन वर्करहरू खासमा, तर हाम्रो यसमा पनि विभिन्न डिपार्टहरू हुन्छ, क्षेत्रहरू। त्यस क्षेत्रमा पनि म जस अब यहाँ चाहिँ विभिन्न पार्टीको सामानहरू हामीले बनाउँछौँ, त्यो बनाउने क्रममा म सिक्ने क्रममा छु, सिक्दैछु भनौँ न भाइ। सबैभन्दा गाह्रो क्षण तपाईँ यहाँ आउँदै गर्दाखेरि, यहाँ पुगिसकेपछि सबैभन्दा गाह्रो क्षण जुन चाहिँ आँखा रसाउने खालको क्षण कुनै सम्झिनुहुन्छ यहाँ पुग्दाखेरि? कि सधैँभरिको दिन नै त्यस्तै छ कि अथवा कहिलेकाहीँ हुन्छ नि एकदम गाह्रो क्षण? केलाई सम्झिनुहुन्छ यहाँ परदेशमा पुगिसकेपछि? त्यो त अवश्य पनि हुन्छ भाइ। जब म भनौँ न पहिलो पटक नै अब नेपालको धरती छोडेर म त अब भन्नुपर्दाखेरि भाइ फर्स्ट टाइमै हो मेरो फ्लाइटमा म जस ट्राभल गरेको भनेको फर्स्ट टाइम हो म होइन। अब इन्टरनेसनल ट्राभल पऱ्यो, त्यसमा पनि अब जब म देश छोडेर आउँदै गर्दाखेरि मलाई पहिलोपटक त केही लागेको थिएन। जब म देश छोडेर आइसकेपछि जब म अरूको देशमा प्रस्थान गरेँ, त्यस पश्चात यति महसुस गरेँ कि मैले देशको माया, देशप्रतिको सद्भाव, हरेक कुराहरू एकैचोटि मेरो बाप विवल भएर आयो क्या भाइ। म आँखा यति रसायो त्यो कुराहरू जस मैले आफैलाई मनन गरेको छु। देख्ने मान्छेहरू थिएनन्, अरू मान्छेलाई देखाउने कुरो भएन भाइ। अहिलेका लागि हामी गिटार बिना एउटा गीत सुन्छौँ कुनै, त्यसपछि हामी गिटारको साथमा पनि सुन्नेछौँ। पछाडि देखिरहनु भयो होला गिटार पनि छ साथमा। हुन्छ भाइ। अब खासमा त म प्रोफेसनल त होइन, तथापि म अब सामान्य अब यसो बस्दाखेरि गुनगुनाउने मान्छे चाहिँ हो। त्यसमा पनि म गीत त अब थोरै चिन्न चाहिँ गाउँछु भाइ होइन। त्यसको लागि पनि म भाइलाई एउटा हाम्रो नेपालप्रतिको गीत एउटा गाउन गइरहेको छु, कृपया सबैले सुनिदिनु होला। तिमीलाई म भुल्न सक्दिन, जहाँ तिम्रो याद आइरहन्छ। यो खोला, यो नाला, यो पहाड भन्ज्याङले मलाई बोलाइरहन्छ। मेरो नेपाल, मेरो नेपाल, मेरो नेपाल, मेरो देश मलाई लाग्छ प्यारो, मेरो देश मलाई लाग्छ प्यारो। धन्यवाद भाइ। आहा, मेरो देश मलाई लाग्छ प्यारो। कतिको सम्झिनुहुन्छ नेपाललाई चाहिँ अहिले यहाँ आउँदाखेरि? नेपाल त भाइ अब भन्दा पनि अब हामीले मानसिक रूपमा त एकदमै सम्झिने भइगयौँ। अब सामाजिक सञ्जालले पनि अलिक धेरै सहज बनाएको छ। नेपालको हर खबरहरू हेर्न देख्न पाइएको छौँ, नेपालमा के कस्ता घटनाहरू। तर त्यो देख्दाखेरि सम्झना पनि त आउँछ होला नि त? एकदमै भाइ, एकदमै। देश त अब तिम्रो भनौँ न अब मिल्ने हो भनेदेखि आजको भोलि नै जान मन लाग्छ। के गर्नु होइन, अर्काको ठाउँमा छ, हरेक कुरा चाहिँ जे होस् अब यहाँको अधीनमा रहनुपर्ने हुन्छ, नियममा बस्नुपर्ने हुन्छ, नियम पुरा गर्नै पऱ्यो भाइ होइन। त्यस्तै छ भाइ। अब भनौँ न अर्काको ठाउँमा बसाइ कहिलेकाहीँ तपाईँलाई लाग्दैन कि म सधैँभरि यहीँ बसिराख्नु पर्ने हो? अब त्यो चाहिँ भाइ कस्तो हुन्छ भने अब हामी त यहाँ त अब खासमा त अब कन्ट्र्याक्टको आधारमा आउने हो होइन। त्यसमा पनि अब मान्छेको सोच अनुसार हुने रहेछ क्या भाइ। अब तिमी म अब अन्य अथवा अरू मान्छेहरूमा सोच अनुसार फरक पर्ने कुरो हो। अब कन्ट्र्याक्ट अनुसार अब तिमी कन्ट्र्याक्ट सकेर पनि यहीँ बस्छु भन्यो भने बस्न पनि पाइयो। यदि तिमीले अब सोच बनाएको छौ, देशमै केही गर्छु भन्ने सोच बनाएको छौ भनेदेखि तिम्रो कन्ट्र्याक्ट अवधि सकेपछि तिमी देशमै गएर फर्किन पनि सक्छौ, म पनि सक्छु। त्यही हो भाइ। अब मलाई चाहिँ लाग्दैन कि म अब यहाँनिर चाहिँ सधैँभरि यहाँ बस्छु जस्तो चाहिँ लाग्दैन भाइ होइन। तथापि म चाहिँ अब देशमा गएर केही हदसम्म चाहिँ अब आफूले आफ्नो समय अवधिमा योगदान दिन सक्छु भन्ने लाग्छ, म गर्छु पनि भाइ।
हुन्छ दाइ, हामी यो कुराकानीको क्रममा छौँ। एउटा फेरि गिटारमा हामी अर्को गीत सुन्छौँ। मैले चाहिँ कस्तो सेड्युल बनाएको छ भनेपछि हामी परदेशमा हुने नेपालीहरू अलिकति कुनै कुराहरू गर्न थाल्यौँ, जस्तो देशलाई सम्झिन थाल्यौँ, गाउँमा सम्झिन थाल्यौँ, आमालाई सम्झिन थाल्यौँ, वातावरण चाडपर्व सम्झिन थाल्यौँ भने बहकिन सक्छौँ, हाम्रो आँखाबाट आँसु पनि झर्न सक्छ। यसै कारणले गर्दाखेरि मैले चाहिँ बिचबिचमा कस्तो सेड्युल मिलाएर चाहिँ उहाँसँग कुराकानी गर्ने प्रयास गरिरहेको छु भने बिचबिचमा गीत सुन्यो भने अलिकति त्यो कुरालाई पनि हामीले रोक्न सक्छौँ भन्ने कुराले चाहिँ मैले उहाँलाई बिचबिचमा गीत पनि गाउन लगाएको छु। मेरो उद्देश्य भनेको उहाँको गीत सुन्ने मात्रै नभइकन यहाँ परदेशमा पाइरहेको दुःख, त्यहाँबाट आइरहेको कुरा, त्यहाँबाट आइरहेको छिन होइन, नेपाललाई सम्झिने कुरा, यो कुरा पनि मैले तपाईँलाई देखाउन खोजिरहेको। हुन्छ दाइ, हामी एउटा गीत सुन्छौँ गिटारमा। तपाईँलाई जुनसुकै पनि गीत गाउन सक्नुहुन्छ, नत्र आमाको विषयमा एउटा हामी गीत सुन्छौँ। भाइसँग कुराकानी गर्दाखेरि त्यही बिचमा अब भाइसँग मैले धेरै कुराहरू सेयर गर्ने मौका पाएँ। प्लस अब भनौँ न तपाईँहरूलाई पनि म थोरै अब देश बाहिर रहेर अब देशप्रतिको चिन्तन अनि आमाप्रतिको माया सबै कुराहरू देखाउन पाइरहेको छु। आमा तिम्रो माया सुमै बग्यो, बाबा तिम्रो सपना खामै सज्यो। आमा तिम्रो माया सुमै बग्यो, बाबा तिम्रो सपना खामै सज्यो। माया तिम्रो माया मुटुमै रह्यो, अधुरो जीवनमा अधुरै रह्यो। आमा 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 आमा। साथीहरूको भिडमा रमाउने यो मन, दुई मुठी हाँसो जोगाउने यो मन। साथीहरूको भिडमा रमाउने यो मन, दुई मुठी हाँसो जोगाउने यो मन। मायाको चिनो सजाउने यो मन, दुई मुठी हाँसो जोगाउने यो मन। थ्याङ्क यू। आहा, धेरै मिठो दाइ। जस्तो कि वातावरण, गाउँघरको वातावरण, त्यसपछि गाउँघरको चाडपर्व र आमाको खाना अथवा आमाको हातको खाना, यो कुरालाई सम्झिनु पऱ्यो भने सबैभन्दा नम्बर 1मा चाहिँ दाइले केलाई सम्झिनुहुन्छ? देश, आमा, गाउँघरको वातावरण, यी कुराहरूलाई सम्झिनु, चाडपर्व होइन? एकदमै भाइ, खासमा यी देश, आमा अनि अब तिम्रो चाडपर्व भन्ने कुराहरू चाहिँ खासमा पर्यायवाची शब्दहरू हुन् क्या भाइ। भन्नु अब देश, आमा, आमा, देश, यी कुराहरूलाई चाहिँ अब खासमा तुलनात्मक रूपमा तुलना गर्न मिल्दैन। तथापि अब निहाल्दाखेरि चाहिँ आमा शब्द नै एकदमै भारी शब्द हो भाइ होइन। जब आमाको हातको खाना जब तिमी बाहिर हुँदाखेरि कतिसम्म महसुस गर्न सक्छौ भन्दाखेरि जब हामी यहाँ खाना खाइरहेको हुन्छौँ त्यति बेला चाहिँ महसुस गरिन्छ कि एकदमै आमा भन्ने कुरो, आमाको खाना धेरै 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 सम्झना हुन्छ भाइ। मलाई चाहिँ एकदमै लाग्छ। अब आमालाई म हरेक समयमा बोली पनि रहेको हुन्छु। आमाप्रतिको जो माया मैले गरेको छु, लिएको छु भाइ। मैले तपाईँलाई फेरि देशको विषयमा कुरा राखेँ। जस्तो तपाईँले विदेशमा पसिना बगाउँदा नेपालमा बसेका नेताहरूले तपाईँको दुःख बुझ्छन् जस्तो लाग्छ कि अथवा दुःख बुझेका छन् जस्तो लाग्छ कि बुझेका छैनन् जस्तो लाग्छ कि कस्तो लाग्छ तपाईँलाई चाहिँ? अब यो त कुन प्रकारले भन्ने भाइ, अब हामीले चाहिँ नेतृत्व
कस्तो व्यक्तिलाई हामीले नेतृत्व बुझाएको छौँ र बुझाएर आयौँ होइन, अहिले पनि हामीले त्यो मान्छेहरूलाई चाहिँ त्यो स्थानमा राखिरहेको छौँ भन्ने कुरामा भर पर्छ भाइ। अब हामीले चाहिँ म चाहिँ मेरो व्यक्तिगत सोचाइमा चाहिँ राजनीति गर्ने नेपाली हाम्रा राजनीतिज्ञज्यूहरूबाट चाहिँ मेरो अपेक्षा भनौँ न, उहाँहरूले चाहिँ अब भनौँ न देशको युवाहरूको चाहिँ अब चित्त बुझाउनु भएको छ अनि याथि उहाँहरूले चाहिँ हाम्रो दुःख बुझ्छ भन्ने चाहिँ मलाई लाग्दैन भाइ। जस्तो कि तपाईँलाई मैले अर्को फेरि यही विषयमा कुरा राखेँ, तपाईँ जस्तो लाखौँ युवा विदेशी रहनु भएको छ, विदेशी रहनु परेको छ होइन, तपाईँ यसमा चाहिँ कसको हात देख्नुहुन्छ कि म नेताको कुरा राखेँ, नेताकै हात देख्नुहुन्छ कि अथवा युवाकै हात देख्नुहुन्छ कि होइन, अथवा देशको होइन, देश चलाउनेको? यस्तो खासमा समग्रमा भन्ने हो भने अब नेतृत्व गर्ने व्यक्तिलाई मात्र दोष दिएर त हुन्न भाइ होइन। अब पहिलो कुरो त नागरिक आफै पनि सचेत हुनुपर्ने अवस्था हुन्छ। नागरिक आफै सचेत नभइकन हामीले नेतृत्वलाई मात्र गलत दोषी ठहर्याउने अनि हामी जस सक्ने युवाहरू भनौँ न, अहिले हाम्रो यो युवा अब हाम्रै उमेरको कुरा गर्ने हो भनेदेखि 20 देखि 30 वर्षको उमेरको युवाहरू देशमा थोरै रहनुको कारण भनेको देशको अब जनशक्तिहरूले चाहिँ देशमा हामीले योगदान पुर्याउने उमेरका युवाहरू विदेशमा जानु भनेको चाहिँ देशमा अलिकति भविष्य थोरै बहुत भनौँ न भविष्य नदेखेरै त हो होइन भाइ। तपाईँलाई एक दिनको लागि प्रधानमन्त्री बनाइयो भने तपाईँ कुन 3वटा कुरालाई चाहिँ सबैभन्दा पहिला सुधार गर्नुहुन्थ्यो, अथवा सबैभन्दा पहिला चाहिँ तपाईँ कुन 3वटा कुरालाई हेर्नुहुन्थ्यो? 3वटा मात्रै कुरा भन्नु पऱ्यो भने अब सबैभन्दा पहिलो कुरो त भाइ अब प्रधानमन्त्री भन्ने कुरो एकदमै जिम्मेवारीपूर्ण पद हो होइन। अब हर कोही अब हुन्छ नि, अब सामान्य व्यक्तिले पनि अब प्रधानमन्त्रीको पद अब लिनु पाउँछ भन्ने सोच राखेको हुँदैन। अब त्यही पनि मैले चाहिँ मेरो काँधमा यदि प्रधानमन्त्रीको जिम्मे आउने हो भने मेरो पहिलो कुरो त म ग्रासरुटबाट चाहिँ मेरो सुधार गर्ने अन्तर्क्रिया कार्यक्रमहरू रहनेछ। ग्रासरुट लेभलमा जब मैले राम्रोसँग सुधार गर्न सक्दिनँ तबसम्म मैले चाहिँ देशको कुनै पनि कुराहरूलाई चाहिँ मैले माथिको फल राम्रो दिन सक्दिनँ। त्यही भएर म पहिलो कुरो त ग्रासरुट सुधार हो। दोस्रो कुरो भनेको अब जब म अहिले कुन विषयले चाहिँ म अब वैदेशिक रोजगारमा आएको छु नि, हाम्रो नेपाल त खासमा अब त्यस्तो धेरै पनि अब गरिब पनि होइन गरिब भन्न मिल्दैन क्या। नेपालमा चाहिँ अब त तिम्रो सरकार त गरिब होला तर व्यक्ति गरिब छैन क्या भाइ, यदि अब त्यसो हेर्ने हो भने चाहिँ। त्यस कारण पनि म के भन्छु भने देशमा केही गर्ने अवसर दिलाउनुपर्छ, युवालाई पनि अब हौसला दिनुपर्छ। हरेक कुराहरूले चाहिँ युवाहरूलाई चाहिँ अब प्रोत्साहन गर्नुपर्छ होइन। वैदेशिक रोजगारमा चाहिँ रोक लगाउनु भन्दा पनि देशमा चाहिँ रोजगारको सिर्जना गर्ने, देशमै केही हुन्छ भन्ने चाहिँ अब वातावरण मिलाउन सक्नुपर्छ। आश देखाउनु भन्दा पनि वातावरण दिलाउनु चाहिँ ठुलो कुरो हो। मैले दोस्रो नम्बर चाहिँ मैले त्यो यस किसिमको वातावरणहरूलाई चाहिँ मैले चाहिँ प्रवाह गर्न सक्छु भन्ने लाग्छ। अनि तेस्रो भनेको चाहिँ यदि प्रधानमन्त्री भइसकेपछि आफ्नो अडान होइन एउटा पदमा रहिसकेपछि, एउटा प्रधानमन्त्री जस्तो पद त खेलाची होइन भाइ, हरेक कुराहरूलाई चाहिँ म समेटेर राजनीतिक दलहरूदेखि लिएर हरेक कुराहरूलाई चाहिँ समेटेर म चाहिँ एउटा प्रधानमन्त्रीको जिम्मेवारीपूर्ण पदभार गर्ने व्यक्ति बन्न चाहन्छु भाइ म चाहिँ। ठिक छ दाइ, हामी अर्को एउटा गीत सुन्छौँ फेरि, कुनै गीत जुनसुकै भए पनि फेरि पनि हामी अरू गीत सुन्छौँ, त्यसपछि बाँकी कुराकानी जोड्दै हामी छुट्यौँला। धन्यवाद भाइ। अब भाइसँग जोस् अब कुराकानीको दौरानमै छौँ भनौँ न होइन। अब अन्तिम पनि आइसक्यौँ। यसै विषयमा म अब तपाईँहरूलाई साथसाथै भाइलाई होइन एउटा गीत गुनगुनाउन गइरहेको छु। यो गीत चाहिँ अब हाम्रो भनौँ न जिल्लाकै गीत हो, जिल्लाकै गीत सुना होला भाइ होइन। अब अरू कुरो त माया प्रेम भन्ने कुरो त अब फरक कुरो भइगयो। मैले जिल्लाकै गीतलाई चाहिँ अब थोरै गुनगुनाउन चाहेँ, कृपया सुनिदिनु होला। खायो के खायो खसीले, के खायो खसीले, मेरो नाम लैलै लेखिदेऊ मसीले, खोटाङ जिल्ला दिक्तेल बजार लैलै सम्झनामा आउँछु हजार, दिक्तेल बजार लैलै सम्झनामा आउँछु हजार, पानी मुनि घुमाउ
साँचो घुमाउने साँचो नबोल्नेलाई लैलै बोलाउन के खाँचो खोटाङ जिल्ला दिक्तेल बजार लैलै सम्झनामा आउँछु हजार थ्याङ्क यू भाइ तपाईँको सपना छ कि एक दिन सबैको अगाडि स्टेजमा उभिएर गीत गाउने सपना छ कि छैन? अब सपना भन्दा पनि भाइ अब भनौँ न म त अब त्यस्तो प्रोफेसनलिजममा अब हरेक कुरा अहिले त होइन, तर भविष्यको सपना हुन्छ नि, त्यस्तो सपना छ कि छैन? भविष्यमा मेरो भन्दा पनि भाइ अब भनौँ न यदि भइहालेछ भने सन्ततिहरू अब मेरो होइन म भनाउने पछाडिको पुस्तालाई चाहिँ मैले सिकेको अथवा अनि मैले सिकेको भन्दा ज्यादा अरे अन्य कुनै एकाडेमीमा अथवा अन्य कुनै क्लासहरूमा ल्याएर हुन्छ या के गरेर हुन्छ उहाँहरूलाई चाहिँ मैले चाहिँ प्रोत्साहन चाहिँ दिन्छु भाइ। म त किनभने अब मैले पनि गर्न त सक्छु, नसक्ने त होइन, उमेरले छेक्ने होइन। मेरो चाहिँ तर अब हब्बी भनौँ न, हब्बी नै चाहिँ त्यस्तो चाहिँ अब त्यो प्यासनै चाहिँ होइन। तर आवाज मिठो छ, कहिले सोच्नु भएन? मैले अहिलेसम्म तपाईँले कतै मैले त्यो सोध्नै भुलेछु, कतै गीतहरू रेकर्ड गरेर बाहिर बजारमा ल्याउनु त भएको छैन कि छ? नै त्यस्तो छैन भाइ। म अब भनौँ न अब आफ्नो अब मेरो चाहिँ खासमा व्यक्तिगत उको लागि हो कि सेटिस्फ्याक्सनकै लागि हो मेरो चाहिँ सङ्गीत भनेको चाहिँ। अब अरूले चाहिँ कुन तरिका लिनुहुन्छ होइन, म चाहिँ अब आफैलाई सेटिस्फ्याक्सन क्या, अब सन्तुष्टि आफ्नै मनलाई सन्तुष्टि दिनको लागि भए पनि सङ्गीतलाई चाहिँ एकदमै माया गर्ने मान्छे होइन। अरूको पनि सुन्छु भाइ, म एकदमै अरूको पनि सुन्छु, म हरेक विधा गीतहरू सुन्छु। त्यही भएर म चाहिँ खासमा अब त्यही ठाउँमा गएर म गाउनै पर्छ भन्ने चाहिँ मलाई लाग्दैन। किनभने म चाहिँ मेरो पहिलो कुरो चाहिँ म अलिकति कस्तो भने अब त्यो अहिलेको समय चाहिँ अब कस्तो भइदियो भने तिम्रो भ्युजको अनि तिम्रो हरेक कुराको लोभ र भोग गर्ने मान्छेहरू हुन्छ। मलाई चाहिँ त्यो भोग त्यो लोभ चाहिँ मलाई लाग्दैन भाइ। किनभनेदेखि म त्यो समय मैले हेर्दै पनि आएको मान्छे हो होइन। त्यही भएर म त्यो ठाउँमा पुग्नुपर्छ भन्ने पनि होइन, म आफूलाई स्वत मनोरञ्जन दिनको लागि भए पनि अथवा मसँग रहेको सर्कलको मान्छेहरूलाई होइन उहाँहरूलाई पनि अब बस्दाखेरि कुनै ठाउँमा भेट्दाखेरि त्यसकै लागि भए पनि मेरो चाहिँ सङ्गीत चाहिँ मेरो अपरिहार्य चाहिँ त्यसको लागि हो भाइ। परिवारमा को हुनुहुन्छ? परिवारमा त मेरो अब हाम्रो जोइन्ट फ्यामिली हो भाइ होइन। हाम्रो परिवार 8 जनाको, बाबा मम्मी दाइहरू हुन्छ, दिदीहरू हुन्छ, सबैजनाको जस विवाह भइसक्यो हो। अब लास्ट कान्छो चाहिँ म हो भाइ। बिहा त गर्नुभएको छैन भाइ। मेरो चाहिँ अब भनौँ न अब साँच्चै भन्नुभएको कि होइन, बेला चाहिँ अब हुँदैछ, बिस्तारै सोच्नुपर्छ भाइ। अब यहाँबाट गएर गर्नुहुन्छ? अब सोच्नुपर्छ। र कोही बाँकी हुनुहुन्छ भने यसो बाँकी भन्नाले अब त्यहाँ यस्तो ह्यान्डसम मान्छेलाई देखेर होइन, अब हामीले धेरै भावनात्मक कुरा गऱ्यौँ, अलिकति होइन गहकिला कुराहरू पनि गऱ्यौँ। तपाईँहरू कोही खाली हुनुहुन्छ भने यता पनि हाम्रो दाइ पनि खाली हुनुहुन्छ, छिटै फर्किँदै हुनुहुन्छ 2-4 वर्षभित्र होइन। कहिले फर्किने सोच बनाउनु भएको छ? अब सोच भन्दा पनि भाइ खासमा त अब तिम्रो कन्ट्र्याक्ट त्यही हो 2-3 वर्षको हुन्छ। त्यही कन्ट्र्याक्टलाई चाहिँ अब सकेर छुट्टीमा गएर त्यसपछि फेरि आउने नआउने सोच्नुपर्छ अनि त्यही हो सोच त। अब तिम्रो अब 1 वर्ष अब एक वर्ष एटलिस्ट 1 वर्ष होला भाइ। 1 वर्षपछि अब देश छुट्टीमा गइन्छ देश भनौँ न। यहाँबाट तपाईँले कुनै नेतालाई केही शुभकामना मतलब हुन्छ नि, कुनै सन्देश दिनु छ? कुनै शुभकामना सन्देश भन्दा पनि अलिकति थोरै बहुत चाहिँ आक्रोश छ भाइ। आक्रोश भनौँ न अब एक प्रति अब देशमा अहिले भएको घटनाहरू यस्तो घटिरहेको छ होइन। त्यो घटनाहरू सम्झिँदाखेरि अब यहाँबाट हेर्ने मान्छेहरूले भन्नु होला देश बाहिर रहेर देशको चिन्तन गर्नु सुहाउँदैन, जबकि देशभित्र रहेको व्यक्तिले मात्र देशको चिन्तन गर्न पाउँछ भनेर भन्नुहुन्छ होला। तर म चाहिँ भन्छु देशको नागरिक भइसकेपछि तपाईँ जुनसुकै देशमा हुनुहुन्छ तपाईँले देशप्रतिको चासो गुनासो हरेक कुराहरू तपाईँले हरेक पल हरेक क्षण गर्न सक्नुहुन्छ। सहयोग त मैले पनि गर्न पाउँछु। अनि अब भनौँ अब उहाँहरूलाई सन्देश भन्दा पनि मेरो चाहिँ अब अलिकति थोरै बहुत आक्रोश भनौँ होइन। यो घटनाहरू देशमा यस्तो घटनाहरू भइरहेको छ जुन कि अब हामीले त अब हेर्नलाई एकदमै लज्जास्पद भइरहेको छ। यदि यही घटना इन्टरनेसनल रूपमा अन्तर्राष्ट्रिय जगतमा पनि एकदमै लज्जास्पद छ। यो घटनाहरूलाई चाहिँ नेपालमा रहनुभएका राजनीतिज्यूहरूले चाहिँ थोरै बहुत भए पनि होइन आफ्नो राष्ट्रलाई चाहिँ कसरी चाहिँ अब राष्ट्र निर्माणको लागि एकजुट हुने अब यो कुराहरूलाई चाहिँ अलिकति कहिले सोच्ने भन्छु क्या म। भ्रष्टाचार भन्ने विषय त छँदैछ भाइ होइन। भ्रष्टाचार त अब गर्नेले गरि नै रहेको छ, अनसिन हुन्छ, देखावटी हुन्छ, नदेखावटी हुन्छ, गरिराख्नै भएको छ। यो विषयलाई अब राष्ट्र निर्माणप्रति चाहिँ
कुन बेला ध्यान जाने हो होइन देशप्रति अब समय छैन क्या भाइ। किनभने अब 81-84 भन्दै पनि अब हाम्रो समय छैन। अब चाहिँ आज भन्दै भोलि भन्दै राष्ट्र निर्माणप्रति यदि लागेन भने देश एकदमै जोखिम छ भाइ, एकदमै नाजुक स्थितिमा छ देश चाहिँ भाइ। मैले देखेको चाहिँ उहाँहरूलाई चाहिँ अब आज भोलि भन्दा पनि आजैदेखि राष्ट्र निर्माणप्रति चाहिँ सबैजना चाहिँ प्रतिबद्धता भएर लाग्नुपर्छ। पार्टी भन्ने कुरो ठाउँमा छ, पार्टीलाई एउटा ठाउँमा राखेर एउटा देशप्रतिको भाव प्याट्रियोटिजम भन्ने कुरालाई चाहिँ लिएर देश राष्ट्र निर्माणलाई लागि पऱ्यो। तपाईँ हामी सबैजनाले चाहिँ राष्ट्रलाई एकदमै बलियो मजबुत बनाउन सक्यो भने मात्र नेपाल मेरो हो हाम्रो हो भन्न सक्छौँ र सकिन्छ भन्ने लाग्छ क्या भाइ। यही छ मेरो चाहिँ देशप्रतिका हाम्रो राजनीतिक जीवहरूलाई होइन सन्देश भनौँ, आक्रोश भनौँ, क्रोध भनौँ, सबै एकै मुष्टमा मैले चाहिँ यहाँबाट चाहिँ भनिदिएँ भाइ। अब आउने पछाडि विदेशी हुने युवाहरूलाई अथवा पछाडिको युवाहरूलाई र गीत सङ्गीतमा लागिरहनुभएका युवाहरूलाई अथवा लाग्ने स्रोत बनाउनुभएका होइन पछाडिका भाइहरूलाई बहिनीहरूलाई के भन्न चाहनुहुन्छ यहाँले? अब यो विषयमा चाहिँ कस्तो हो भनेदेखि तिम्रो हरेक मान्छेको एउटा चाहिँ स्वतन्त्र जुन प्लान परियोजना हुन्छ कि भाइ। मैले त कस्तो भने अब मेरो प्लानबद्ध रूपमा चाहिँ मेरो हरेक कुराहरू चाहिँ सक्सेस अथवा असफल भएको नभएको भन्दा पनि मेरो चाहिँ अब त्यो प्लानबद्ध रूपमा गएको सबै कुराहरू प्लानबद्ध रूपमा गएको होइन भाइ होइन। मेरो सर्टेन रूपमा मेरो ठ्याक आफैले त्यो हुन्छ नि अनकन्डिसनल रूपमा भएको कुराहरू हो। अब आउने युवा पुस्ताहरू चाहिँ कस्तो भनेदेखि तिमी यदि कुनै पनि कुराको प्रतिबद्धता लिन्छौ भनेदेखि जुनै पनि कुरा होस् होइन त्यो कुरालाई चाहिँ एकदमै फोकस गरेर लाग्नु पऱ्यो। पोइन्ट अफ एउटा कुराको जुन कुरा आफूले सोचिन्छ त्यो कुरालाई चाहिँ केन्द्रबिन्दुलाई चाहिँ भरेको र लास्टमा अन्ततः चाहिँ निष्कर्षमा निस्किनुपर्छ। निष्कर्षको कुराहरूलाई चाहिँ एकदमै गहिरिएर निहाल्नुपर्ने हुन्छ त्यो लाग्छ म चाहिँ। सङ्गीत पनि एकदमै राम्रो अहिलेको कन्टेक्स्टमा गीत सङ्गीत एकदमै राम्रो चलिरहेको छ होइन। नेपालमा अब अहिले हालै उदाएका गायकहरू ब्यान्डहरू धेरै हुनुहुन्छ, उहाँहरूले धेरै राम्रो गर्नुभएको छ होइन। यदि सङ्गीत पनि यस्तै हो, मैले भने जस्तो म मेरो आत्मसन्तुष्टिको लागि सेटिस्फ्याक्सनको लागि गइरहेको छु होइन। अन्य अरू व्यक्तिहरूले चाहिँ अब अन्य तरिकाको लागि गर्नुहुन्छ होइन। म चाहिँ के भन्छु भने आउने पुस्तालाई यदि लाग्नुहुन्छ भने रमाइलोको लागि भन्दा पनि होइन तिम्रो अब यो प्रोफेसनल्ली लाग्यो भने चाहिँ सङ्गीत एकदमै राम्रो छ, भविष्य पनि छ जस्तो लाग्छ कि भाइ मलाई चाहिँ। अब त्यही हो, यदि तपाईँहरू कुनै पनि क्षेत्रमा लाग्दै हुनुहुन्छ भने सङ्गीत होस् या अब तपाईँको एउटा उद्देश्यमा होस्, उद्देश्य एकदमै स्पष्ट हुनुपर्छ, पारदर्शी हुनुपर्छ होइन। आफूले देखिएको गोल आफ्नो उद्देश्य चाहिँ एकदमै छर्लङ्ग भयो भनेदेखि चाहिँ तपाईँ त्यो बाटोको अन्तिम बिन्दुसम्म चाहिँ सहजै पुग्न सक्नुहुन्छ भन्छु म चाहिँ भाइ। हस्, धेरै धन्यवाद। केही कुराहरू राखिदिनु भयो, अरू केही भन्न मन छ? धन्यवाद जीवन भाइ। अब मेरो त अब भनौँ न अब धेरै कुराहरू पनि मैले अब तिमीलाई हरेक कुराहरू थोरै माध्यमबाट भए पनि मैले धेरै कुराहरू भनेको छु क्या भाइ होइन। अब बुझ्ने व्यक्तिहरूले धेरै बुझ्नुभएको छ, अब तिमीले पनि धेरै बुझेको छौ होइन। अब यही हो भाइ, मेरो अब धेरै कुराहरू छैन होइन, मैले धेरै भनिसकेको छु। यहाँहरूलाई अब जे होस् हुन्छ, अब बोरिङ हुँदै भए पनि कृपया अब सुनिदिनु भयो, धेरै धन्यवाद। हस्, आदरणीय दर्शकबिन, मेरा फेसबुक पेजमा लगायत विभिन्न प्लेटफर्ममा हेरिरहनुभएका दर्शकबिनहरू, आज मसँग मैले खाडीको एउटा बिरानो ठाउँबाट एकजना प्रिय दाई जोसँग अत्यन्तै मिठो आवाज, त्यति मात्रै नभएर देशप्रतिको चिन्तन चासो र विदेशी युवाहरूको अलिकति चिन्ता होइन, यो कुरा चाहिँ सबै कुरा उहाँले सोचिराख्ने भनिराख्ने यस्तो कुरा मैले थाहा पाएपछि तपाईँलाई उहाँको कुरा सुनाउँछु। त्यसै गरी उहाँसँग भएको त्यो एउटा क्षमता तपाईँलाई देखाउँछु। अझ त्यति मात्रै नभएर गिटार पनि असाध्यै राम्रो बजाउनुहुन्छ, जुन चाहिँ मैले तपाईँलाई हाइलाइटमा पनि देखाइरहेको थिएँ। धेरैभन्दा धेरै धन्यवाद अहिलेसम्म यो भिडियो हेरेर साथ दिनुभयो। बाँकी अर्को भिडियोमा भेटौँला। हस्त धन्यवाद, नमस्कार।